सुरक्षा थियो देशको सेवा भयो त्यही हो नि देशको सेवा ठुलो हो अब के बेखोमा यो मलाई पनि एकदम चित्त बाउने हो देवाली अनि उहाँहरू चाहिँ सिटौला कुमाई आएको चिसोले मुख सुक्तमै मुखेर सुन्ने छ त्यही त हाइलिँदाखेरि अलिकति माथि गुरुको जन्म यहीँ हो यो म नाम्चे हो नाम्चे हो यो म यो सुरु गर्दाखेरि अहिले चाहिँ धेरै चिसो त्यहाँ मरे राम्रो दिन्छ अब पछि सरकारले सम्झेर बुझिदिएर सरकारसँग जग्गा जमिनहरू मागेर तिमीहरू यो सुरु नगर भने घुमेर कस्तो सेवा भयो यो त एकदम सेवा ठुलो हो मान्छेले बुझेर कुरा गरेपछि त मान्छेले बुझ्छ नि उनीहरूसँग पनि अफसोस छ नि दिनकै दिन उनीहरू भागेर कहीँतिर यो चारा घुमे यो मुक्स घुमे पनि उनीहरू के भनेको एउटा घरभित्र बस्दाखेरि मुक्स घुमे पनि उनीहरू भित्र डाँच्छन् हो चाहिँ यो सबै धार्मिकबाट नै आउँछ अब धार्मिक नभएपछि त्यसो लागि धार्मिक सबै खतम गर्नुपर्छ त चाइनिज हो गुरु टिबेटियनले यो ठुल्ठुलो मान्छेहरूलाई ठोकेछ दलाईलामालाई ठोकेछ दलाईलामाको मुनि मन्दिरहरूले ठोकेछ भने यो ठिकै कुरा छ सबै र त्यो खालि शिव मात्रै भयो भने शिव चाहिँ यो हाम्रो बुद्धसँग पनि धेरै सम्पर्क छ शिवको कुरा बुद्धसँग पनि धेरै सम्पर्क छ त्यसो लागि पछि ओले सिद्धि बुद्ध धर्म यो बुद्धिस्टको सिद्धि पनि उनीहरू हुन्छ सिस्टर निर्मला गुरुलाई याद छ कि छैन म त्यति आउनु उहाँ चाहिँ मदर टेरेसाको ठाउँमा अहिले आउनुभएको चाहिँ मेरो आमाको बहिनी यो पर्सा हो यो अमित भनेको अमिता भनेको हाम्रो जडीबुटी हो जडीबुटी माथि हाम्रो पहिला बुद्धदेखि नै सुन्ने विभिन्न गुरुहरूको पर्साहरू जम्मा गरेर त्यही माथि पूजा पनि गर्छ मुख्य चाहिँ जडीबुटी हो यसलाई पूजा गर्ने होइन खाने खाने यो कसरी खाने सानो खाने सानो गोली छ यो बुझ्यो होइन बढी चाहिँ आरो यो खाने आरो भनेको टोकरी लामाजीले हामीलाई दिनुभएको यो चाहिँ के भयो यो तपाईँको घरमा सिरनमा राखेको पनि हुन्छ पूजा गर्ने ठाउँमा राख न झुरीतिर हो भने यो चाहिँ यो सुतो राख्छ यो एउटा